सपना देखेर मात्र शिखर छुमिँदैन, सङ्घर्षका पाइलाहरू पनि चाल्नुपर्छ। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रममा आसन ग्रहण गर्नुभएका श्रद्धेय गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, शिक्षा शाखा प्रमुखज्यू, यहाँ उपस्थित 7 वडाका वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, शिक्षक वर्गज्यूहरू, पत्रकारज्यूहरू र यहाँ उपस्थित मभन्दा अग्रज महानुभावज्यूहरूमा मेरो नमस्कार। म निरु यादव, यस राजपुर गाउँपालिका वडा नम्बर 5 की बासिन्दा तथा हाल लमही नगरपालिका अवस्थित ज्योतिषमती विद्यापीठ लमही विद्यालयको कक्षा 10 मा अध्ययनरत विद्यार्थी हुँ। आज म यहाँ केवल एउटी विद्यार्थीको रूपमा मात्र उभिएकी छैन, आज म यहाँ एउटी सपना बोकेकी युवाको रूपमा उभिएकी छु। एउटा यस्तो विद्यार्थीको रूपमा उभिएकी छु जसले शिक्षालाई केवल परीक्षामा उत्तीर्ण हुने साधन होइन, जीवनलाई सही दिशातर्फ लैजाने शक्ति हो भन्ने ठान्छे। साथै आज यहाँ सम्मान कार्यक्रम पनि भएको सूचना मैले प्राप्त गरेकी छु र आज यहाँ सम्मानित हुनुहुने कक्षा 10 का मभन्दा अग्रज विद्यार्थी साथीहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। यो सम्मान केवल प्रमाणपत्रको सम्मान होइन, यो हजुरहरूको आत्मविश्वास, निरन्तर मेहनत र धैर्यताको सम्मान हो। आज हजुरहरूले एउटा खुड्किलो पार गरिसक्नु भएको छ, तर सबैले याद राखौँ, शिखरमा पुग्नुभन्दा धेरै कठिन शिखरमा टिकिरहनु हो। त्यसैले यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरूलाई म के भन्न चाहन्छु भने आफ्नो मेहनतलाई निरन्तरता दिनुपर्छ र त्यसको प्रतिफल हामीले अवश्य एक दिन प्राप्त गर्नेछौँ। राजपुर गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै राम्रो र सकारात्मक कामहरू गरिरहेको कुरा मैले थाहा पाएकी छु। निःशुल्क शिक्षादेखि विभिन्न शैक्षिक कार्यक्रमहरूसम्म सञ्चालन गरेर विद्यार्थीहरूको सुनौलो भविष्य पनि निर्माण गर्नमा योगदान पुर्याएको छ। विगतको तुलनामा हाल नतिजाहरू पनि सुधारिएको छ, सचेतना बढेको छ र विद्यार्थीहरू